एमालेका उम्मेदवारलाई ओलीको फोटो देखाएर भोट माग्नै लाज। चर्चित नेताहरूकै पोस्टरमा छैनन् फोटा। राजसभाको पोस्टरमा बालेन रवि छाउँदा एमालेमा किन लुकाइयो आफ्नै अध्यक्षको फोटो। हिजोसम्म एउटा व्यक्तिको जय जयकार नगरी कसैको चुलो बल्दैन थियो, एउटा नेताको सनक नै पार्टीको कानुन हुन्थ्यो। तर आज समयको चक्र यसरी घुम्यो कि त्यही पार्टीका उम्मेदवारहरूलाई आफ्नै अध्यक्षको फोटो देखाएर भोट माग्नै लाज लागिरहेको छ। हो, म नेकपा एमाले र केपी शर्मा ओलीको कुरा गर्दैछु। चुनाव हाम्रो आँगनमा छ, तर यसपटकको चुनाव अघिल्ला चुनाव जस्तो छैन। यसपटकको चुनाव पुरानो दम्भ र नयाँ आशाबीचको महासंग्राम हो। तपाईँ गाउँ गाउँ जानुस्, सडकका पोलहरूमा हेर्नुस्, एकातिर राजसभाका उम्मेदवारहरू छन् जसको पोस्टरमा रवि लामिछाने र बालेन शाहको तस्बिर अङ्कित छ। जनताले ती पोस्टरलाई चुमेर सम्मान गरिरहेका छन्, किनकि रवि र बालेन आजका युवाका ढोकढोकी हुन्। अर्कोतिर सूर्य चिन्ह लिएर भोट माग्न आएका एमालेका उम्मेदवारका पोस्टर हेर्नुहोस् त, त्यहाँ केपी ओलीको फोटो कतै देख्नुभयो? हिजो ओलीको मस्कट बोकेर नाच्ने कार्यकर्ताहरू आज ओलीको फोटो लुकाएर किन कुलेलम ठोक्दैछन्? के एमाले भित्र ओली सकिसकेका हुन् त? आजको सञ्चार रिपोर्टमा हामी यसको नालीबेली खोतल्ने प्रयास गर्नेछौँ। तपाईलाई लाग्ला ओलीको फोटो किन हटाइयो? यसको सिधा जवाब छ जेनजी आन्दोलन। यो देशका युवाहरूले त्यो कालो दिन कहिल्यै पनि भुल्न सक्दैनन् जब अधिकार माग्न सडकमा युवाहरू उत्रिए र उनीहरूको छाती र टाउकोमा ताकी ताकी गोली हान्न आदेश दियो। त्यो आदेश दिने सत्ताको कुर्सीमा को थियो? यसको पनि सिधा जवाब छ केपी शर्मा ओली। आज त्यही युवा पुस्ता मतदाता बनेर आएको छ। एमालेका उम्मेदवारहरू जब मतदाताको घर पुग्छन् तब युवाहरूले सोध्छन्, हाम्रा साथीहरूलाई गोली हान्ने नेताको फोटो लिएर कुन मुखले भोट माग्न आएको? यो प्रश्नको जवाब एमालेका कुनै पनि नेतासँग छैन। स्थिति यतिसम्म भयावह छ कि साना बालबालिकाहरूले समेत ओलीको फोटो देख्दा जुत्ता र चप्पलले प्रहार गरिरहेका छन्। यो कुनै नाटक होइन, यो त एउटा पुस्ताले भोगेको दमनको विस्फोट हो। त्यसैले आफ्नो सिट जोगाउन एमालेका उम्मेदवारहरूले आफ्नै बालाई पोस्टरबाट निष्कासन गरेका छन्। एमालेका नेताहरूले बुझ्नुपर्छ, इतिहास मेटाएर मेटिँदैन। तपाईँले पोस्टरबाट फोटो हटाउनु होला, तर जनताको स्मृतिमा रहेको त्यो दमनको तस्बिर कसरी हटाउनुहुन्छ? आजका 18 देखि 25 वर्षका युवाहरू जसले प्रविधिको प्रयोग गर्छन्, जसले संसार हेरेका छन्, उनीहरूलाई तपाईँका उखान टुक्काले अब भुलाउन सकिँदैन। उनीहरूले रगतको हिसाब खोजिरहेका छन्, तर यो हिसाबको पहिलो किस्ता एमालेका उम्मेदवारहरूले आफ्नो पोस्टरबाट ओलीलाई हटाएर तिरिरहेका छन्। अब कुरा गरौँ ओलीको किल्ला भनिने झापा क्षेत्र नम्बर 5 को, जहाँ ओलीले आफूलाई अपराजित सम्राट ठान्थे। तर जब काठमाडौँबाट बालेन शाह झापा ओर्लिए तब जग हल्लियो। बालेन शाह त्यहाँ पुग्नु भनेको ओलीको दम्भ अन्त्यको सङ्केत पनि हो। हिजो देशभर भाषण गर्न हेलिकप्टर चढेर हिँड्ने ओली आज आफ्नै क्षेत्रमा थुनिएका छन्। उनलाई डर छ कतै आफ्नै क्षेत्रबाट पराजित हुनुपर्ने त होइन। एमालेका नेता र कार्यकर्ताहरू रन्थनिएका छन्। उनीहरूले कहिल्यै सोचेका थिएनन् कि एउटा स्वतन्त्र युवा आएर उनीहरूको 30 वर्षे विरासतलाई यसरी चुनौती देला। अहिले झापामा एमालेका कार्यकर्ताहरू भोट माग्न होइन, जनताको गाली खान र राजसभाको लहरबाट बस्नमै व्यस्त छन्। बालेन शाहको उपस्थितिले झापाको राजनीतिमा मात्र होइन, देशभर एउटा सन्देश दिएको छ, अब कसैको गढ सुरक्षित छैन। ओलीले सोचेका थिए झापामा मलाई कसले चलाउँछ, तर आज त्यही झापाका युवाहरू बालेनको पछि लागेका छन्। राजसभाका उम्मेदवारले ओली र बालेनको फोटो सँगै राखेर प्रचार गर्दा एमालेका कार्यकर्ताको सातो उडेको छ, किनकि उनीहरूलाई थाहा छ बालेनको एउटा आई लभ यूले ओलीका हजारौं उखानलाई मात दिन्छ। जब तर्क सकिन्छ तब मुक्का सुरु हुन्छ। एमालेको अहिलेको अवस्था ठ्याक्कै यही हो। जनमत कमजोर भएपछि एमाले अहिले भोलिन्टियर्स फोर्सको नाममा गुन्डागर्दीमा उत्रिएको छ। झापामा एउटा लाजमर्दो दृश्य देखियो। जब मतदाताले हामी घन्टीमा भोट हाल्छौँ भने तब एमालेका कार्यकर्ताले महिलाहरूलाई माझी औँला देखाएर अश्लीलता प्रदर्शन गरे। के यो एमालेको संस्कार हो? यही घटनाको रिपोर्टिङ गर्न पुगेका रातो पार्टीका पत्रकार अर्जुन आचार्यमाथि जुन साङ्घातिक हमला भयो, त्यसले एमालेको वास्तविक अनुहार नाङ्गो पारिदिएको छ। सत्य लेख्ने पत्रकारलाई बन्धक बनाउन कुन्ने र मोबाइल लुट्ने यी तत्त्वहरू केपी ओलीका सिपाही हुन्। पत्रकार आचार्य अहिले अस्पतालको बेडमा छन्, तर एमालेका नेताहरू अझै दम्भ देखाइरहेका छन्। लुम्बिनी प्रदेश जहाँ एमाले आफूलाई पहिलो दल भन्छ, तर यसपटक त्यहाँका ठूला नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट, प्रदीप गेवाली सबैको सातो गएको छ।
उनीहरूका पोस्टर हेर्नुस्, कतै ओलीको अनुहार देखिँदैन, किनकि उनीहरूलाई थाहा छ ओलीको फोटो राख्नु भनेको हार सुनिश्चित गर्नु हो। कार्यकर्ताहरू भन्छन् ओलीकै दम्बले गर्दा इमानदार नेताहरूलाई पाखा लगाइयो। नवलपरासीमा बैजनाथ चौधरी जस्ता नेतालाई बाइपास गरेर ओलीले आफ्ना गोजीका मान्छेलाई टिकट दिएपछि आज त्यहाँ एमाले रक्षात्मक छ। एमाले भित्र अहिले एउटा अघोषित विद्रोह छ। उम्मेदवारहरूलाई डर छ, नेतृत्वको चाकरी गरौँ, चुनाव हारिन्छ, नगरौँ राजनीतिक भविष्य सकिन्छ। यो दोहोरो त्रासमा एमाले अहिले छटपटाइरहेको छ। लुम्बिनी एमालेको मेरुदण्ड थियो। 26 सङ्घीय सिटमध्ये हिजोका दिनमा एमाले यहाँ वर्चस्व जमाएको थियो, तर आज ती सबै क्षेत्रमा रासपा र गठबन्धनको दबाव छ। उम्मेदवारहरू आफ्नो प्रचार सामग्रीमा ओलीको फोटो नराख्न कार्यकर्तालाई अघोषित निर्देशन दिइरहेको चर्चा छ। यो भन्दा ठुलो पराजयको स्वीकारोक्ति अरू के हुन सक्छ? जब एउटा सेनाले आफ्नो सेनापतिको तस्बिर लुकाएर युद्ध लड्न खोज्छ, त्यो युद्धको नतिजा के हुन्छ तपाईँ आफै सोच्नुहोस्। एमाले ओलीलाई फेरि प्रधानमन्त्री बनाउने घोषणा त गर्यो, तर यो निर्णय नै उनीहरूका लागि गलत साबित भएको छ। आफ्नै पार्टीका बुद्धिजीवी र विश्लेषकहरू भन्छन् ओलीको नेतृत्वमा चुनावमा जानु भनेको आत्महत्या गर्नु जस्तै हो। दाङदेखि रूपन्देहीसम्मका उम्मेदवारहरूले जनताको गाली खाएपछि रातारात ओलीको फोटो भएका सामग्री जलाएर आफ्ना मात्र फोटो भएका पोस्टर छापेको पनि चर्चा चलिरहेको छ। के यो ओलीमाथिको कारबाही होइन? के यो एमालेका कार्यकर्ताले आफ्नो नेतृत्वलाई दिएको थप्पड होइन? व्यक्तिको पूजा गर्दा गर्दा पार्टी नै समाप्त हुन लागेपछि अहिले कार्यकर्ताहरू बिउजिएका छन्, तर धेरै ढिलो भइसकेको छ। बुद्धिजीवी परिषदका सदस्यहरू नै भनिरहेका छन् कि ओलीको लोकप्रियता शून्यमा झरेको छ। प्रायोजित आक्रमण तीव्र छ भन्दै नेतृत्वको बचाउ गर्नेहरू पनि फिल्डमा जाँदा ओलीको नाम लिन डराइरहेका छन्। पार्टीभित्र अहिले दुईवटा गुट स्पष्ट देखिएका छन्। एउटा जो अझै पनि ओलीको चाकडीमा रमाउँछन् र अर्को जो जनताको आक्रोश बुझेर ओलीबाट टाढा हुन खोज्दैछन्। तर चुनावको बेला यो विभाजनले एमालेलाई कुन खाडलमा पुर्याउँछ त्यो त आगामी नतिजाले देखाउने नै छ। एकातिर एमाले आफ्नो अध्यक्षको फोटो लुकाउँदैछ, अर्कोतिर रासपाका उम्मेदवारहरू रवि र बालेनको नाम दिएर जनताको मन जित्दैछन्। जनताले बालेनमा एउटा यस्तो नेता देखेका छन् जसले आई लभ यू भन्दा साँचो माया महसुस हुन्छ। जनताले रविमा एउटा यस्तो साहस देखेका छन् जसले पुराना भ्रष्टहरूको जालो तोड्न सक्छ। जेनजी पुस्ताले अब पुरानाहरूको बास संस्कृति र चाकडी संस्कृतिलाई डम्पिङ साइडमा फालिदिएको छ। उनीहरूलाई काम गर्ने नेता चाहिएको छ, किनकि उखान टुक्का हाल्ने र युवाको छातीमा गोली ठोक्ने तानाशाह रासपाको लहरले एमालेलाई मात्र होइन कांग्रेस र माओवादीलाई पनि सोच्न बाध्य बनाएको छ। तर एमालेको अभिगत सबैभन्दा खराब छ, किनकि एमाले केवल एउटा व्यक्तिको वरिपरि घुम्थ्यो र आज त्यही व्यक्ति जनताको नजरमा गिरेको छ। रासपाका उम्मेदवारहरूले रवि र बालेनको फोटो टाँसेर भोट मागिरहँदा जनताले उनीहरूलाई आफ्नै घरको सदस्य जस्तै स्वागत गरिरहेका छन्। यो कुनै प्रायोजित भिड होइन, यो त परिवर्तनको भोकको जनसागर हो। एमालेका उम्मेदवारहरू अहिले मिडियामा अन्तर्वार्ता दिन डराइरहेका छन्। पत्रकारले जेनजी आन्दोलनमा ओलीको भूमिका के थियो भनेर सोध्ने बित्तिकै उनीहरू पसिना पसिना हुन्छन्। उनीहरू न त पार्टीको निर्णयको विरोध गर्न सक्छन्, न त जनतालाई चित्तबुद्ध जवाब नै दिन सक्छन्। यो दोहोरो मारले उम्मेदवारलाई मानसिक रूपमा पराजित गरिसकेको छ। ओलीले लुम्बिनीलाई आफ्नो बलियो आधार मान्थे, तर आज त्यही लुम्बिनीका 36 वटै निर्वाचन क्षेत्रमध्ये एमाले रक्षात्मक छ। हिजोका दिनमा ओलीलाई सम्बोधनका लागि अनुनय विनय गर्नेहरू आज ओलीको नाम सुन्न पनि चाहँदैनन्। यो भनेको राजनीतिक आइसोलेसन हो। जब एउटा नेता आफ्नै कार्यकर्ताबाट टाढा हुन्छ तब उसको राजनीतिक यात्रा समाप्त हुन्छ। मैले यति भन्दै गर्दा राजसभाका सभापति रवि लामिछाने दूधले नुहाएका पात्र हुन् भन्न खोजेको भने पटक्कै होइन, किनकि उनीमाथि सहकारी ठगीको आरोप छ। यद्यपि हिजोका दिनमा मसँग रविले सहकारी ठगेको प्रमाण छ भन्ने गगन थापाहरूले प्रमाण देखाउन भने सकिरहेका छैनन्। आज मात्रै रविले चितवनमा गगनले अहिलेसम्म प्रमाण देखाउन नसकेको भन्दै आक्रोश बोकेका थिए। तर जे होस्, अब चुनाव आउन केही दिन मात्रै बाँकी छ र अहिले सामाजिक सञ्जालमा समेत ओलीको आलोचना भइरहेको छ। बीबीसीको एउटा रिपोर्टले त सामाजिक सञ्जालमा तरङ्ग पैदा गरेको छ। बीबीसीमा रक्षा बम जस्ता जसले सिंहदरबार जल्दा सेलिब्रेसन गरेका थिए उनीहरूलाई दूधले नुहाएको देखिन्छ, तर प्रहरीमाथि भने जम्मै दोष थुपारेको देखिन्छ। ग्लोबल आईएमबी बैंक, सबैका लागि बैंक। सस्तो, छिटो र भरपर्दो फाइबर नेट र आइपीटीभी भनेकै
एडमिशन ओपन जुम ब्युटी एकाडेमी नेपालकै नम्बर 1 22 वर्षको अनुभवको साथमा 100% जब ग्यारेन्टी। राइट संसार देशको मुहार।